हेलो एन्ड नमस्ते सबैजनालाई अनि सबैजनालाई बिहानको समयमा गुड मर्निङ पनि भन्न चाहन्छु होइन। अनि आजको भिडियो ल्याउनुको कारण चाहिँ एउटै मात्रै छ, त्यो म तपाईँहरूलाई भिडियोमा भन्ने छु। तपाईँहरूले भिडियोलाई फुल हेर्नु होला अनि कमेन्ट लाइक चाहिँ गर्नु पर्दैन, तर तपाईँहरूले हेरिदिनु चाहिँ होला होइन। हेरेर बस सेयर चाहिँ गरिदिनु होला सबैजनालाई, किनभने भिडियोमा के भएको छ म तपाईँहरूलाई भन्न गइरहेको छु। आजको भिडियो चाहिँ त्यो भिडियो बनाउनु कारण चाहिँ त्यही एउटाको लागि है त। ल भिडियो सुरु गरौँ। हिजो मिति 2083 3 महिना 30 गतेको दिन चाहिँ टक्क मेरो घर चाहिँ बेलकोटगढी नुवाकोट वडा नम्बर 8 हर्ले भन्ने ठाउँमा हो। अनि त्यहाँबाट चाहिँ मेरो बुवा चाहिँ घरबाट निस्किनु भयो अरे होइन। निस्केपछि चाहिँ ठ्याक्कै 9 नम्बर वडा बाख्रो हुँदै तल अमरै हुँदै त्यहाँबाट सिधौँ पुग्नु भएको थियो अरे। अनि पुग्नु भएपछि चाहिँ त्यहाँनिर चाहिँ यसो मोबाइल हेर्दा के अरे मोबाइल सरी पस हेर्दाखेरि चाहिँ पस्दै छैन अरे। पैसा राख्ने पस्दै बाटोतिर फस्यो भन्ने कुराहरू चाहिँ मैले सुनेको छु। हिजो राति ठ्याक्कै 10 बजीतिर मलाई दिउँसो चाहिँ केही इन्फर्मेसनहरू चाहिँ मलाई आएको थिएन। त्यही भएको कारणले मैले भिडियो चाहिँ मैले अहिले बनाउँदैछु, आज राइट नाउ अहिले नै होइन। मैले पोस्ट चाहिँ फोटो अनि मोबाइलको नम्बरहरू चाहिँ मैले हिजै राति पोस्ट गरेको छु, अपलोड गरेको छु फेसबुकमा, इन्स्टाग्राममा अनि टिकटकमा, तपाईँले हेर्न सक्नुहुनेछ। अनि के भयो भन्दाखेरि चाहिँ त्यो पोस्ट हराउनुमा सामान्य कुरा होइन कि, धेरै ठुलो कुराहरू हराएको छ त्यो पोस्टभित्र होइन। त्यो पोस्टभित्र भएको हरेक डकुमेन्टहरू, हरेक कागज पत्रहरू चाहिँ पेपरहरू चाहिँ धेरै महत्त्वपूर्ण छ। सो अनि तपाईँहरूले कतै वडा नम्बर 8बाट 9 हुँदै 10 11 12 सिधौँ हुँदै गर्दाखेरि चाहिँ त्यहाँ पुग्नुसम्म चाहिँ पस हराएको अवस्था छ, बाटोतिर फसेको होला सायद। के भयो थाहा छैन। तपाईँहरूले यदि बाटोमा भेटाउनु भयो भने चाहिँ तपाईँहरूले कृपया गरी चाहिँ फर्काइदिनु होला, किनभने त्यो पसमा धेरै कुराहरू चाहिँ मान्छेको सपना हुन्छ कि त्यो भित्र हरेक कुराहरू अटाएको हुन्छ, कागज पत्र हरेक जीवनको महत्त्वपूर्ण पेपरहरू चाहिँ त्यो पसभित्र राख्नु भएको रहेछ मेरो बुवाले चाहिँ। त्यो कारण तपाईँहरूले यदि कसैले नुवाकोटभरिमा पस भेटाउनु भएको छ भने तपाईँहरूले मैले राखेको नम्बरमा तपाईँहरूले कल गर्नु होला 9851166408 9851166408। तपाईँहरूले यो नम्बरमा कल गर्नु होला। अनि जसले तपाईँहरूमध्ये जसले भेट्नुहुन्छ फिर्ता गर्नु होला। अनि तपाईँहरूले फिर्ता गर्नुभयो भने तपाईँहरूलाई चाहिँ हामी तपाईँहरूलाई उपहार दिनेछौँ, गिफ्ट दिनेछौँ। अनि त्यो भएको कारणले तपाईँहरूलाई हामी केही कुराहरू दिनेछौँ। तपाईँहरूले हामीलाई सम्झेर एकदम आफ्नै दाजुभाइ सम्झेर तपाईँले त्यो पस चाहिँ फिर्ता गरिदिनु होला। बेलकोटगढी वडा नम्बर 8 हर्ले नुवाकोट ठ्याक्कै नयाँ नगरपालिका बनिरहेको भवन बनिरहेको ठाउँ छेउमै हो घर चाहिँ। तपाईँहरूले त्यो मैले दिएको कन्ट्याक्ट नम्बरमा तपाईँहरूले कल गर्न सक्नुहुनेछ। अनि त्यति भन्न चाहे तपाईँहरूले भिडियो चाहिँ सबै मार्फत तपाईँले पुऱ्याइदिनु होला। नुवाकोटभरि नै नुवाकोट जतिवटा वडा छ सबै वडाहरूमा हराउनु त सबै वडामा त जानु भएको त होइन, तर ठ्याक्कै त्यो 8बाट तल 9 10 11 12 हुँदै गर्दाखेरि चाहिँ
बाँकुर अमरे टिगाउँ हुँदा हुँदै जाँदै गर्नु हुँदाखेरि चाहिँ त्यहाँनिर त्यो बिचमा चाहिँ हराएको हो पस चाहिँ खास गरी होइन। अनि त्यो भएको कारणले त्यो पसभित्र धेरै महत्त्वपूर्ण सामानहरू रहेको कारणले गर्दाखेरि चाहिँ मैले यो भिडियो बनाएको छु हजुरहरूको बिचमा। त्यो भिडियो म अपलोड गर्नेछु, तपाईँहरूले हेर्नु होला। नुहाकोमा यदि तपाईँले कसैले पाउनुभयो भने चाहिँ तपाईँले प्लिज पैसा रिटर्न नगर्नु भयो भने त्यो पसभित्र भएको हरेक सामानहरू चाहिँ तपाईँले कागजपत्रहरू बिलहरू त्यहाँ रहेको कारण चाहिँ त्यो चाहिँ तपाईँले फिर्ता गरिदिनु होला, नच्यातिदिनु होला। पसलाई एकदम सुरक्षित राखिदिनु होला। तपाईँले कन्ट्याक्ट गर्नुभयो भने हामी सायद म बुवालाई कल गरेर बुवा त्यही लोकेसनमा आउनुहुन्छ होला। तपाईँहरूले कन्ट्याक्ट गर्नु होला अनि पस चाहिँ तपाईँहरूले फर्काइदिनु होला है त। बाटोतिर कसैले यसो सुस्स भेटाउनु भएको छ भने तपाईँले फर्काइदिनु होला, नराम्रो नमानिदिनु होला यो भिडियो बनाएको भएर। किनभने त्यो पसमा धेरै महत्त्वपूर्ण कुराहरू छ अघि नै मैले तपाईँहरूलाई भनिसकेको छु है त। अनि के भन्न चाह्यो भने चाहिँ तपाईँहरूले ठ्याक्कै कन्ट्याक्ट गरेर त्यो नम्बरमा कल गर्नु होला। टक्क मैले चाहिँ त्यति भन्न चाहेँ। धन्यवाद सबैजनालाई। यो भिडियो यहीँ त म राख्न चाहन्छु। हामी अर्को भिडियोमा भेट्नेछौँ। त्यो भिडियो नआउँसम्म यो भिडियोलाई माया सपोर्ट तपाईँले गरिदिनु होला है त। ल अर्को भिडियो भेटौँला, बाइ बाइ।